साथीहरू तपाईहरुले देखिरहनु भएको यो दृश्य झुम्कामा पनि कोशी मोटर ग्यारेजको हो। यहाँ चाहिँ हामी गाडी बिग्रेर गएका थियौं। यहाँ चाहिँ मेरो कान्छो छोरो कियान र म यहाँ यही गाडी सामान्य रिपेयर गरेका थियौं। सामान्य मर्मत गरेको थियो, बिग्रेको थियो हुनाले त्यहाँ चाहिँ के भने मर्मत गर्ने क्रममा मर्मत गरिसकेपछि अझै यहाँ केही खराबी पो छ कि भनेर चाहिँ म यहाँ चाहिँ हेरिरहेको छु, निहालिरहेको छु। कान्छो छोरो त्यहाँ बसिरहेको अवस्था छ। मैले फेरि त्यहाँ गाडी चाहिँ स्टार्ट गर्न खोज्दैछु। हेर्नुहोस् त यहाँ गाडी अलिकति मजाले स्टार्ट अहिले म गर्दैछु, गर्दा गर्दै स्टार्ट भयो जस्तो छ। अब कान्छो छोरो त्यहाँ बस्दै छ। हेर्नुहोस् उहाँ चढ्न खोजे जस्तो छ। मैले चाहिँ त्यहाँ अलिकति पर्स चाहिँ भित्र अलिकति गोजीभित्र राख्दैछु। कान्छो छोरो पछाडि बस भनेको त्यसले मानेन र त्यो अगाडि बसिरहेको छ। अगाडि बसो केटो, अगाडि बसो। गाडी हाँक्नु चाहिँ अप्ठ्यारो हुन्छ है, यस्तोमा चाहिँ गाडी हाँक्न अप्ठ्यारो हुन्छ। केटो निकै अलगै देखिन्छ। अगाडि ठ्याक्क त्यसको टाउकोले चाहिँ के भनेदेखि छेलिदिने, पछाडि चाहिँ मिसेस बसिरहेको छ। उसले नै यहाँ पछाडि बसेको छ। यसो फोटो पनि उसले नै खिचाउँदैछ। हामी हिँड्न थाल्यौँ। हेर्नुहोस् यहाँ अब यी झुम्काको नहर हुँदै हामीहरू आफ्नो यो रामधनी मन्दिरतिर जाने बाटोतिर, रामधनी नगरपालिका वडा नम्बर 4 चाहिँ हाम्रो निवास, हाम्रो घर। अहिले साबिकको चाहिँ सिङ्गिया गाविस वडा नम्बर 1 मानपुर भन्ने ठाउँ हो।